हेलो साथीहरू, तपाईँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा चाहिँ म स्वागत गर्न चाहन्छु। आज म तपाईँहरूलाई चाहिँ जेरुसलेमतिर घुमाउन लाँदैछु। तपाईँहरूले अन्तिमसम्म हेरेर चाहिँ साथ दिनुहुन्छ होला भन्ने पनि मैले अपेक्षा राखेँ। हामी इजरायलमा काम गर्ने साथीहरू सबैलाई थाहा पक्कै नै होला। हाम्रो सबैजनाको ड्युटी अथवा छुट्टी चाहिँ एकै दिनमा मिल्नलाई अलिक गाह्रो नै छ। तर संयोगवश आज हामी तिनैजनाको छुट्टी एकै दिन परेको छ। त्यसै कारणले गर्दा हामी तिनजना सँगै अब जेरुसलेमतिर जाँदैछौँ। अब हामीले चाहिँ आफ्नो ड्राफ्ट कार्डमा चाहिँ सबभन्दा पहिला हामीले पैसा लोड गर्न हामी जाँदैछौँ। त्यसको लागि चाहिँ हामी नजिकैको चाहिँ स्टेसनमा गएर चाहिँ हामीले आफ्नो ड्राफ्ट कार्डमा चाहिँ पैसा लोड गऱ्यौँ। त्यसपछि हामी त्यसबाट चाहिँ मेट्रो चढेर चाहिँ हामी साबिटोर ट्रेन स्टेसनतिर हामी अगाडि बढ्यौँ। हामी त्यस ट्रेन स्टेसनबाट ओरिसकेपछि चाहिँ त्यहाँ हामीले लगभग आधी घन्टा जति चाहिँ हामीले ट्रेनलाई कुर्नु परेको थियो। हामी त्यहाँ बसेर कुर्दै गर्दाखेरि चाहिँ वरैपरिका दृश्यहरू हामीले हाम्रो क्यामेरामा कैद गरेका छौँ र हामीले पनि अवलोकन गऱ्यौँ ती दृश्यहरू। हामीले कुरेको केही समयपछि हाम्रो चाहिँ ट्रेन आइपुग्यो। सबैजना हतार हतार गर्दै ट्रेनमा चढ्न थाले। हामी दुईजना पनि ट्रेनमा सँगै चढ्यौँ। हाम्रो एकजना साथी चाहिँ आफ्नो व्यक्तिगत कामले गर्दाखेरि अलिक पछि आउने जानकारी गर्नुभयो। त्यसै अनुरूप हामी दुईजना चाहिँ आफ्नो ट्रेन पक्रेर हामी अगाडि बढ्यौँ। ट्रेनबाट देखेका चाहिँ मनोरम दृश्यहरू हामीले हाम्रो क्यामेरामा चाहिँ कैद गरेका छौँ। हामी ट्रेनमा जाँदै गर्दाखेरि घरि चाहिँ खुल्ला बाटोमा त घरि सुरुङभित्र चाहिँ ट्रेन हुर्किरहेको थियो र हामीले जुन देखेका दृश्यहरू, जुन खुल्ला ठाउँमा ट्रेन कुर्दाखेरि देखेका दृश्यहरू चाहिँ हामीले हाम्रो क्यामेरामा चाहिँ कैद गरेका छौँ। यसरी हेर्दै गर्दाखेरि अझै पनि इजरायलमा चाहिँ धेरै खुल्ला ठाउँहरू चाहिँ रहेको हामीले पायौँ। ती खुल्ला ठाउँहरूमा चाहिँ विभिन्न कृषि बालीहरू चाहिँ लगाएको चाहिँ हामीले देख्यौँ र कुनै कति ठाउँहरू चाहिँ एकदमै खाली नै थिए। यसरी हामी बिस्तारै बिस्तारै लगभग 1 घन्टा जतिमा चाहिँ हामी जेरुसलेम ट्रेन स्टेसनमा पुग्यौँ र त्यस ट्रेन स्टेसनमा पुगिसकेपछि सबैजना त्यहाँ ओर्लियो। हामी दुईजना पनि त्यस ट्रेन स्टेसनमा चाहिँ ओर्लिएर हामीले आफ्नो डेस्टिनेसनतिर हामी अगाडि बढ्यौँ। त्यहाँ जाँदै गर्दाखेरि चाहिँ एकदमै उकालो खालको चाहिँ लिफ्ट रहेछ। त्यो लिफ्टको मजा पनि हामीले लियौँ। तपाईँहरू पनि त्यो ठाउँमा जाँदै गर्दाखेरि ती दृश्यहरू तपाईँहरूले पनि देख्न सक्नुहुनेछ। हामी त्यसरी जाँदै गर्दाखेरि बिहान नै अलि निस्किएको कारणले गर्दाखेरि त्यस्तो खासै खाजा खानाहरू हामीले खाएका थिएनौँ। बाहिर नै खाने सोच बोकेर चाहिँ हामी आफ्नो ब्यागमा चाहिँ पानी मात्र बोकेर हामी घुम्न निस्कियौँ। हामी जेरुसलेम ट्रेन स्टेसनमा ओर्लिसकेपछि चाहिँ त्यहाँका दृश्यहरू पनि हामीले अवलोकन गऱ्यौँ। त्यहाँका मान्छेहरू पनि एकदम आफ्नै आफ्नै काममा चाहिँ व्यस्त थिए। आफ्नो डेस्टिनेसनमा पुग्नको लागि आतुर थिए। जेरुसलेम ट्रेन स्टेसनमा हामी पछि एउटा फेरि बस पक्रेर हामी चाहिँ वेस्टर्न वालतिर हाम्रो यात्रा अगाडि बढ्यो। र त्यहाँ जाँदै गर्दाखेरि त्यो ठाउँ चाहिँ एउटा धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ जस्तो लाग्यो। त्यसै कारणले गर्दाखेरि धेरै मान्छेहरूको आवत जावत, यहाँका लोकल मान्छे मात्रै नभइकन अन्य विदेशी नागरिकहरू पनि त्यस ठाउँमा घुम्नको लागि चाहिँ आउनुभएको रहेछ। त्यसको वरिपरि चाहिँ सम्म मात्रै नभएर सानातिना डाँडाहरू थिए। ती डाँडाहरू पनि हामीले हाम्रो क्यामेरामा कैद गरेका छौँ। त्यो डाँडाहरू देख्दै गर्दाखेरि हामीलाई कता कता आफ्नो देश नेपालको याद आयो। तपाईँहरूलाई पनि सायद हाम्रो भिडियोमा ती दृश्यहरू देख्दै गर्दाखेरि आफ्नो जन्मभूमि नेपालको पक्कै पनि याद आउँछ होला। हामी यसरी चाहिँ त्यस ठाउँमा घुम्न गयौँ। त्यहाँ घुम्न जाँदाखेरि एकदमै बाहिरको टेम्परेचर चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि हामीले पनि सोचेअनुसार अलि राम्रोसँग घुम्न सकेनौँ। मेरो छुट्टी मिलेको बेलामा यस्तै यस्तै दृश्यहरू म कैद गरेर तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ तपाईँले मलाई साथ दिनुपर्ने हुन्छ।
मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र जति सक्छ बढी सेयर पनि गरिदिनु होला र बेल आइकन पनि दबाइदिनु होला। यस्तै यस्तै दृश्यहरू, यस्तै यस्तै भिडियोहरू म तपाईँहरूमा पस्किने जमर्को गर्दै आज म बिदा हुन चाहन्छु। धन्यवाद।